सम्पूर्ण दर्शकमा फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा। आज म यहाँ अर्घाँची आएको छु। हाम्रो अर्घाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा र म गाउँतिर जाँदैछु। सन्धिखर्कको यो जो देखिया छ बजार पारी यो बजार हो। यहाँ बजारबाट अब म माथिपट्टि लाग्दैछु। अहिले हामी ठ्याक्कै भन्दाखेरि सन्धिखर्कबाट माथि निस्कियो किमडाँडा हुँदै जाने हो। यो किमडाँडाको उकालो हो। यो बाटो यता पनि पिच भएको छ, गाउँ गाउँमा पिच भएको छ। कोही कोही ठाउँमा कच्ची बाटोहरू पनि छ। जे होस् रमाइलो छ। अर्घाखाँची जिल्लामा आफ्नो जन्मस्थल भएर होला मलाई त बहुत रमाइलो लाग्छ। हरियाली छ जताकतै, राम्रो छ। हरियाली दृश्य। अहिलेको मौसम पनि एकदम ठिक छ। ल हेर्दै जानु होला फेरि। अहिले यहाँ यो किमडाँडाकै उकालो हो। एकदम मौसम चाहिँ पानी आउने जस्तो छ। हल्का छिटापिटा पनि गरिरहेको छ। अनि गाउँतर्फ लागिरहेका छौँ। यो अहिले म किमडाँडा, यहाँ पनि किमडाँडै भन्छ होइन, यस्तो छ। यहाँ हाम्रो खेतीहरू, गाउँमा खेतीहरू गर्छन्। मकैको सुकेर मकै भाँचिसके तर डाँठहरू सुकेर यस्तो चङ्ग देखिया छ। अनि यहाँ झुम्म किराहरू कराइराख्ने यो यस्तो रमाइलो लाग्छ। यिनी किराहरू कराएको पानी गर्जिरहेछ, पानी आउनु लाग्छ। ओ पहाड पारीतिर कति राम्रो रमाइलो छ। हेर्नुहोस्, हेर्दै जानु। पारी ठुला ठुला खर्यानहरू देखिया छन्। घाँस काट्ने खर्यान, गाई बस्तु पाल्छन्। यहाँ हापुरी हरियाली छ है। यो चाहिँ अहिले किमडाँडाको छेडा भन्ने ठाउँमा पर्छ कि ठ्याक्कै। अब यहाँबाट चाहिँ यो किमडाँडाको छेडाबाट एकदमै यो किमडाँडाको डाँडो म निस्केँ। त्यो डाँडै डाँड निस्किएको हो। लगभग करिबन बजारबाट 20 मिनटमा यहाँ आइसकेको छु म। यो एरियामा किमडाँडा हो।
टक्क चाहिँ यो अर्घाखाँची जिल्ला रमाइलै छ। बाटाघाटा गाउँ पुगे छन्। मोटर बाटोको समस्या छैन। यहाँ समस्या भनेको ठाउँ चाहिँ एकदमै राम्रो छ। समस्या भनेको यहाँ मान्छे चाहिँ गाउँघर छोडेर बजारतिर लागे धेरै। गाउँ शून्य हुन थाल्यो। रमाइलो चाहिँ गाउँमै हुन्छ। मान्छेले नबुझेर हो। रिटायर लाइफ चाहिँ गाउँमा बस्नु ठिक छ। बजारको नजिक पनि पर्यो यो। त्यति असुविधा पनि छैन। यहाँ सुविधै छ। अहिले म ठ्याक्क पकले आएको छु। किमडाँडा अलि पर। यो पारिदेखि नै यो पकलेको स्कुल हो। पारि विद्यार्थीहरू खेलिरहेछन्। यो स्कुल चाहिँ पकलेको स्कुल हो। अलिकति अगाडि गएपछि पकलेको सानो बजार आउँछ। त्यो पनि म देखाउँछु तपाईहरुलाई। हेर्दै जानु होला। यो चाहिँ पकलेको स्कुलमै क्रस गरे हामी। डेन्जर छ बाटो, सानो छ, बाइकहरू दौड्छन्। यो पकलेको बजार हो ठ्याक्कै। अर्घाखाँची पकले भन्नु। यो पकले बजार हो। अहिले म हाम्रो यो सन्धिखर्कबाट हाम्रो घरमा जहाँ भूमिका स्थान नगरपालिका वार्ड नम्बर 2 पर्छ, त्यहाँ जाने क्रममा यो बिचमा ठ्याक्कै यो घाटा खोला भन्ने एउटा ठाउँ छ। घाटा खोला भन्छ यसलाई। यो तलसम्म देखिन्छ। यो पहिला यति डेन्जर ठाउँ हो यो। यो चाहिँ बर्खामा त यहाँ कतिखेर नै बगाएर सबै लान्छ कि। बाटो धेरै फेर यो बाटो नै साथै बगाएर तल खोलामा लगिदिन्थ्यो, तल खोलातिर उतातिर हैन। बहुत डेन्जर थियो। तर अहिले चाहिँ व्यवस्थित भएछ। खुसी लाग्यो। एकदम ढलान भएर च्याट्ट परेको बाटो ढलान गरेर यस्तो भए चाहिँ माथिबाट पनि जाली लाएर बाटोहरू बनाएको छ। बर्खाको याममा एकदमै दुःख पाउने गाडीहरू यहाँबाट पल्टिने पनि भयो कयौँ फेर। इन्डियाबाट गाडीहरू धेरै पल्टेर नि गए। तर अहिले चाहिँ एकदम भएछ। तर बगिरहेछ माथि चाहिँ पहाड चाहिँ ठुला यत्रो पहाड तिन ढुङ्गाहरू त ढुङ्गा हो कि माटाको डल्लो हो कि। यो त पुरै पहाड बगेर आउँछ कि यहाँ फेरि। यहाँ यस्तो डेन्जर छ होइन। यहाँ खोला छ, गरगरे खोला सानो यता बगेको। यो पनि माथिबाट बगेर आउँथ्यो कि। यस्तो डेन्जर लाग्थ्यो मलाई। हामी हिँड्दाखेरि यहाँ कतिखेर घाटा खोला कट्टिन्छ भन्ने कुरा हुन्थ्यो कि। यस्तो डेन्जर थियो ठाउँ। र अहिले समर्गमा जे होस् अहिले राम्रै भएछ। अब तलबाट पगार उठाएर यति ठुलो वाल उठाएर यहाँ चाहिँ यो बाटोको संरक्षण पनि गरेका छन्। अझै तल त्यो ढिस्किनु जस्तो देखिन्छ नि हजुर। यो देख्नु भएको छ तपाईँहरूले। त्यहाँ पनि जालीहरू, यहाँ त हजारौँ जालीहरू छन् कि। जालीमा ढुङ्गा बुनेर अनि यस्तो किसिमले यो अडाएर छ। नत्र यो पुरै बगेर आउँथ्यो पुरै। यस्तो डेन्जर हो यो। देख्नलाई
सानो खोला छ तर डेन्जर हो यो बगेर आउँदा। यहाँ यो माथिबाट अहिले पनि पहाड पुरै बगेर आइरहेछ। यो पुरै डाँडै बग्छ यहाँ सलक्कै, बहुत डेन्जर ठाउँ छ। तर अहिले त आनन्द, गाडीलाई पनि ढलान बाटो भएछ। यस आनन्द आछ। मलाई पनि सजिलो भयो अलिक गाडी लिएर आउनुलाई। मैले यहाँ सोचिरहेको थिएँ अलि अप्ठ्यारो छ कि भनेर, तर राम्रो बाटो बनाएर चाहिँ ढलान गरेर। यहाँ पनि पारी हो त्यो भिर, पुरा भिर छ। माथि सल्लेरी छ, यता रमाइलो छ। यतापट्टि चाहिँ यहाँभित्र खोला छ, यो घाटा खोला भन्ने खास मेन यहाँ खोला छ एउटा। यो खोलामा छहरा पनि छ अरे। म पनि खासै देखेको छैन, गएको छैन ठ्याक्कै। म आज चाहिँ जान्छु है, तपाईँहरूलाई म देखाउँछु पक्कै पनि। यो छहरा पनि डेन्जर ठाउँ हो हुनुला, तर अहिले चाहिँ सहजै भइरहेछ। जाम त्यहाँ छहरा जानु। जाम जाने छहरातिर, छहरामा जाने फोटो खिच्ने। अब यहाँ माथि छहरा छ ठुलो, त छहरा पनि म हेर्न चाहन्छु। यहाँ छहरामा त मान्छे गहन कि के छन्, गाडीहरू पनि आउँछन् यस्तै। यता चल्ने गाडी पनि नि सबै सब सेकेडी गाडीहरू अनि जिपहरू, महेन्द्र जिप भन्छ नि ल होइन। यो चाहिँ घाटा खोलाको डेन्जर छ नि फेरि यहाँ त डेन्जर धेरै भिर यहाँ खोलामा। अब झरना, ठुलो झरना छ माथि। अब काठमाडौँतिर भए यो झरना चाहिँ हेर्न मान्छे लाइन लाग्थे। अब गाउँघरमा के को झरना के को हो महत्त्वै छैन। जे होस् राम्रै छ। हिँड्ने हो, रमाइलो गर्ने हो, घुम्ने हो। गाउँघरमा यही त हो, अरू के छ र। झर्नाको नजिक जानु सकिएछ भने जाने हो, नसके टाढेर भए पनि देखाउने हो। नजिक त आइयो। त्यहाँ मान्छे छन् फोटो खिच्न लाने, फोटो सेसन चलिरहेछ। झरनाको चिसो नि सुकेर जाँदैन, रोकेर रोकिँदैन। यो हो घाटा खोलाको झरना। अब यो छहरामा हामीहरूले भिडियो खिच्यो, फोटो खिच्यो, अत्यन्तै रमाइलो लाग्यो।
त्यो गाउँघरमा छहरामा नाइस नाइस ओ माथि छहरा ल दर्शकहरूलाई कस्तो लाग्यो छहरा यो गाउँघरमा अब अलि ठुलो सिटीको काठमाडौँको नजिक भए यो छहरा कति मान्छेहरू आउँथे तर यहाँ त कता कति मान्छेहरू आउने यसो रमाइलो गर्ने अनि जाने त्यही छहराको पानी पर्यो क्यामेरामा पानी पर्यो कि भनेको छहराको फोटो भिडियो पनि खिच्छु अब चाहिँ यहाँबाट सुरु हुन्छ पहिलाको धारापानी गाविस भन्थे अहिले चाहिँ एउटै नगरपालिका भयो उहाँ दुईजना कपाल पनि यहाँ चाहिँ फोटो सेसन गर्न आउन रहेछ उहाँले हामीलाई पनि भिडियोहरू बनिदिनु भयो स्कुटीमा उता बजारतिर बस्ने अरे जे होस् ठिक छ सानो खोला भए पनि छहरा राम्रो सुन्दर लाग्यो यहीँ केही मान्छे म यत्रो वर्ष बसेर हिँड्दै घुम्दा फिर्दा पनि म यहाँ आएको थिइनँ पहिलोपटकै छहरामा गएर भिडियो गरेर आइयो उहाँहरू हामीलाई चाहिँ फोटो सेसन गर्न सहयोग गर्नुभएको भाइ बहिनीहरू अब यहाँबाट बाटो पहिला खोलामा उ थिएन यो ढलान बाटो थिएन अहिले चाहिँ ढलान बाटो भएर सजिलो भएर रहेछ यसलाई भन्छन् घाटाका खोला घाटा खोला भन्ने यो अहिले घाटा खोला आएर भिडियो गरिरह्यो ऊ छहराको पारी अब यता चाहिँ यो गेट भूमिका स्थान नगरपालिकामा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ भनेर यहाँ चाहिँ गेट बनाउन रहेछ यहाँको मेयरज्यूले होला मेयर उपमेयर यहाँ प्रतिनिधिहरूले अब यतातिर आएपछि फेरि ठ्याक्क सुपा देउरालीको मन्दिर छ यहाँ सुपा देउराली मेन त सुपामा नै भयो
तर शाखा यहाँ बनाइएको छ है। सुब्बा देउराली गाडी चाहिँ यता राखेर गइएको थियो। सुब्बा देउराली पनि दर्शन गरौँ घुमौँ हैन। जय सुब्बा देउराली, माताले रक्षा गर, सब नेपालीको कल्याण गर, राम्रो होस्, सुख शान्ति होस्, सबै नेपालीहरूको लागि शान्ति फैलियोस्। जय सुब्बा देउराली माताजी। ल अब हामी चाहिँ यता लाग्छौँ। अब यता गएपछि धारापानीतिर जान्छौँ। हामी अहिले ट्याक्क साना अवाल बजार भन्छ, मिलन चोक भन्छ। गाडी जाम पार्दैछ यता गाडीतिर। छिर्न त छिर्छ, छिर्न त छिर्छ। तपाईँले बिच बाटामा राख्नु, मलाई छिर्छ भन्नुहुन्छ। छिर्छ छिर्छ, जानु जानु, मजाले छिर्छ गाडी। ल मुस्किल छ त गाडी यहाँ डबल क्रस गराइयो। सानो वाला यो सानो बजार हो। यो बाटोमा 2-4 दोकान छन्। अब यहाँबाट नि हामी लाग्यो पारी धारापानी भन्छ। अब 5 देखि 10 मिनटमा धारापानी पुगिन्छ यहाँ। एकदमै यो उसको बिचमा यो यता पनि जङ्गल छ, उता पनि जङ्गल छ। तर यहाँ बिचमा यहाँ भलिबल ग्राउन्ड बनाएको छ। भलिबल ग्राउन्ड नेट टाँगेर यहाँ भलिबल खेल्छन् मान्छेहरू। यस्तो ठाउँ भलिबल ग्राउन्ड। बल जान्छ यत्रो जा अहिले धारापानीको नजिक आयो। यहाँ बाटो अलि फराकिलो बनाएर रहेछ। यहाँ यतातिर जङ्गल पारी हरियाली पुरै, बस्ती कति छ, पुरै हरियाली मात्र छ। यता माथि चाहिँ सल्लेरीहरू यो देखिया छ। यो सल्लेरी हो, पुरै सल्लै सल्लाको
ओ माथि चुचुरा बादल लाग्छ हल्का रमाइलो छ देख्नलाई। अब धारापानीको नजिक आयो हामी। धारापानी ठ्याक्क पुग्न नजिकै छ। यो धारापानी बजार हो ठ्याक्कै पुरानो बजार हो। किन हुन्न त जानु सुँदै हुन्न के हुन्न। अहिले म ठ्याक्क यहाँ उपल्ला पोखरा आइयो। यहाँ ससुराली गाउँ पर्छ मेरो। ससुरालीमा यसो भेट भएर त्यसपछि लाग्नुपर्छ घरतिर पारी। यहाँबाट 15-20 मिनटको बाटो छ। घुम्दै घुम्दै भिडियो बनाउँदै बस्दै आराम गर्दै जाने हो। बाटोहरू त फिज भएन आनन्द छ हिँड्नलाई त। गाउँघरमा पुरा किराहरू गरेछन्। यस्ता किराहरू कराउँछन्। आनन्द छ जस। एउटा कुकुर आएछ। यसको खैरो भएछ पुरै भुत्ले गएछन् सबै बिचरा। अब मेन बाटो छोडेर यता शाखा बाटोतिर लाग्यो। यो बाटो हो। यो पनि घरमा जाने गाडी जाने बाटो बनाएको। ट्र्याक्टरहरू जान्छन्, जिप पनि जान्छन् होला। सानो गाडी चाहिँ जाँदैन कि यहाँ। त्यही छ समस्या। हिजो पनि धेरै हिँड्यो। आज बिहान पनि हिँडाइ भयो मेरो। लगभग 4 किलोमिटर उकालो सिधै, 4 किलोमिटर ओह्रालो सिधै। आज लगभग 8 किलोमिटर माथि म बिहान हिँडेको। 1.5 घन्टाको बाटो लगभग। मलाई 1.5 घन्टा जति लाग्यो। तर हल्का खुट्टा दुखिरहेछ यसो ओह्रालोमा हिँड्दाखेरि। गाउँघरमा आएपछि हिँड्न चाहिँ हिँड्दा हिँड्दै एक्सर्साइज हुन्छ। काठमाडौँमा मर्निङ वक हिँड्ने एक्सर्साइज गर्ने भन्ने हुन्थ्यो। यहाँ चाहिँ अटोमेटिक एक्सर्साइज हुन्छ। उकाली ओह्राली गर्दै गाडी नै लिएर आए पनि यहाँ अलिअलि घरमा ट्याक्क कसै घरमा गाडी जाने कुरो भएन। यस्तै हो। अब चाहिँ मेरो भिडियो चाहिँ कन्टिन्यू तपाईँहरूलाई डाँडा काँडा पहाड म कता कता जान्छु त्यतिकै भिडियो बनाउँछु। हेर्दै जानु होला। यस्तो झाडीहरू छ। घाँस काट्ने मान्छे कोही हुँदैन। बस्ती पातल हुँदैछ। सब मान्छेहरू कोही बच्चा पढाउने, कोही चाहिँ छोराछोरी जागिर गर्ने बजारतिर त्यतै बस्ने। गाउँघर पुरै रित्तो भयो। यस्तो अलि गाउँघरको चाहिँ दर्दनाक स्थिति छ। यस्तो नेपालमा चाहिँ
अलि व्यवस्थित भएन, सबै कुराको अव्यवस्थित भयो। यहाँ कृषियोग्य जमिनहरू सबै बाँझा भए। के हाम्रो मेरो ससुराली घर आयो। यो चाहिँ थार हो। यहाँ भैँसीहरू पाल्नुहुन्थ्यो पहिला, मम्मी एक्लै हुनुहुन्छ। पहिला घाँसपातहरू यस्तो यो मकैको खोस्टा हुन्थ्यो। अहिले रित्तै छ नि घर, झार उम्रेको छ। ससुराली घर या ससुराली घर हो। अरू यस्तो कुरा भाइ के भन्नु पानी उसमा लगाएर लगाइकन अहिले हामी खाकेबेसी खोला भन्छ होला, खाकेबेसी खोला पुग्न लाग्यो। अब थोरै बाटो छ घर पुग्नलाई। यो खाकेबेसी खोलाको यो खेतको फाँट हो, काटेर यो पुरै खाकेबेसी खोलाको फाँट हो। यतातिर चाहिँ भूमिको थान छ माथि। यो चाहिँ बजार हो सानो, भूमिया थान बजार। अलि रात पर्यो, बल्ल घर आइयो। अब यहाँ आउँदै बोल्दै रात पर्यो। भोलि म यहाँ गतिविधि सबै देखाउँछ, यहाँ घरतिर के गरिन्छ। ठ्याक्कै बल्ल घर आइए। ल भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद छ सबैमा। हस् त बाँकी अर्को भिडियोमा। धन्यवाद।